हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। आई होप हजुरहरू पनि सन्चै नै हुनुहुन्छ होला, तर मलाई चाहिँ अझै सन्चो भएको छैन। मेरो आजको दिन चाहिँ यसरी सुरु हुन्छ। बिहान उठ्न साथ माइजूले चिया बनाउँदै हुनुहुन्थ्यो। त्यसपछि म चाहिँ चिया खाँदै, रुवा लागेको सन्चो हुन्छ कि भनेर म चाहिँ बिहानमा तातो तातो चिया खाँदै। दुईवटा भिडियोमा चाहिँ मैले मेरो साउन्ड चाहिँ राखेको थिएन, अनि धेरैजनाले चाहिँ तपाईँको साउन्ड राख्नु भन्नुभएको थियो। तर मेरो साउन्ड चाहिँ रुगालाको कारणले यस्तो भएको छ। तर पनि हजुरहरूको मायाले गर्दा म मेरो साउन्ड राख्न पनि बाध्य हुनेछु। म चाहिँ माइजूसँग गफ गर्दै चिया खाँदै बस्न लागेँ, अनि माइजूले पनि मेरो कुरा सुनेर हाँस्न पो लाग्नुभयो। रुगालाको कारणले गर्दा मेरो साउन्ड क्लियर पनि आएको छैन होला, त्यसको लागि चाहिँ हृदयदेखि नै सरी भन्न चाहन्छु। अब चाहिँ गाउँघरको मकै पनि खाने हुन लागे, अनि हजुरहरू पनि देख्न सक्नुहुन्छ गाउँघरको मकै कत्रो भयो। हजुर चाहिँ सहरमा गएर बस्नु भएको होला। गाउँमा बसेर मकै पोलेर खानको मजा नै छुट्टै। हजुरहरूले चाहिँ सहरमा नपाइने मकै भन्नु होला, तर गाउँघरमा जस्तो ताजा अनि स्वादिलो पाइँदैन। त्यसपछि म चाहिँ खाना खानेतर्फ लागेँ। माइजू बान्जो भएर खाना खान बसेपछि कति बेला खाना सिद्धिन्छ भन्ने त थाहै नै हुँदैन। माइजू चाहिँ हल्का लजाले भएर भिडियोमा देखिन पनि मान्नु भएन, तर म अब अनि भिडियोमा देखेकै छु। म चाहिँ त्यसपछि छिटो छिटो खाना खाएर आलु टिप्न लाग्यो, अनि साउनको आलु चाहिँ धेरै नै मिठो हुन्छ। साउने आलु चाहिँ कोकोलाई मिठो हुन्छ कमेन्ट गर्नु होला, अनि मैले चाहिँ हजुरहरूसँग नै पठाइदिने गर्छु। यो वर्षको साउने आलु पनि अब अन्तिम अवस्थामा पुगिसकेको थियो, अनि बुटामा पनि खासै थिएन। अनि हजुरहरू पनि अब देख्न सक्नुहुन्छ, जुन चिज पनि आफू बुटामा गएर टिप्नुको नै छुट्टै मजा हुन्छ। आफूले चाहिँ रोजी टिप्नु पनि पाइन्छ। यो सुन्तला चाहिँ प्रायः जस्तो मङ्सिरमा पाक्ने गर्छ, तर हामीहरूले कार्तिकदेखि नै खान सुरु गर्छौँ। अनि सुन्तला पाक्ने बेलामा पनि हजुरहरूले मेसेज गर्नु होला। मेरो मामा घरमा चाहिँ धेरै नै सुन्तला फलेको छ। अझ अचम्मको कुरा त हजुरहरूले एउटा केरा देख्न सक्नुहुन्छ। म भन्दा सानो केरा त पसाएर भइसकेको। यो केरा चाहिँ के कारणले यति सानैबाट नै पसाएको हजुरहरूले कमेन्ट गर्नु होला। खरायो भनेपछि चाहिँ मलाई सानो देखिनु मनपर्ने, अनि म चाहिँ एकछिन चाहिँ खरायोसँग खेल्दै बसेँ, अनि खरायोलाई मेरो हात दिएको पो खान पो लाग्यो। सानो खरायोसँग खेल्नुको मजा नै छुट्टै। अनि यो खरायो सायद दुवोमा राखेको भए अझै राम्रो देखिन्थ्यो होला। अनि अर्को चाहिँ खरायोको नानी पनि छ, देख्न सक्नुहुन्छ हजुरहरू पनि। हजुरहरूलाई चाहिँ ठुलो खरायो मन पर्यो कि सानो खरायो मन पर्यो? मलाई चाहिँ सानो मन पर्यो। हजुरहरू पनि कोले खरायो पाल्नु भएको छ कमेन्ट गर्नु होला। अनि मलाई पनि खरायो चाहिँ धेरै नै मन पर्ने गर्छ। अनि हजुरहरूलाई चाहिँ खरायो मन पर्छ कि नै? तामा भनेपछि मलाई चाहिँ धेरै नै मन पर्ने, अनि माइजूले चाहिँ मलाई चाहिँ घर लानको लागि तामा निकाल्दै हुनुहुन्छ। खान्छु भन्न मात्र सजिलो रहेछ, तर निकाल्न त धेरै नै दुःख। हजुरहरू पनि कोलाई तामा मन पर्छ भन्नु होला। अनि माइजूले चाहिँ अब यहीँदेखि तामा पठाइदिँदै हुनुहुन्छ। मेरो भिडियो चाहिँ हजुरहरूलाई कस्तो लाग्छ कमेन्टमा चाहिँ उस्तै पर्खेर दिनु होला। अनि बाई बाई गाइस, हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ। हजुरहरूले यस्तै साथ सपोर्ट माया गर्न नभुल्नु होला। सकेसम्म हजुर पनि घरमा सुरक्षित बस्नु होला, किनभने मलाई जस्तो टाउको दुखाइ, ज्वरो, रुगा जस्तो चिजहरू हजुरलाई पनि नलागोस् भन्न चाहन्छु। फेरि पनि बाई बाई गाइस।